यो घरको छोराछोरीहरू पनि हुनु मात्रै छैन, एकजना काम लाग्ने छैन। एउटा भएको छोरी पनि कता गयो कोनी? अञ्जली कहाँ गयो यो? यत्रो चेलीले बाहिर खाली एकछिन बस्नु पनि हुँदैन के हो? सबै गरेर बस्दा पनि वाक्कै लगाइ बस्छु। अनि यहाँ हेर त यत्रो काम चाहिँ सबै म मात्रै गर्नु होला? म गर्नुपर्छ त, तपाईँ पनि गर्दा हुन्छ त। तिमीलाई हुर्कायो बढायो यसो सहायता हुन्छ कि भनेर छोराछोरी बनाएको त खै त छोरा यति काम गर्नु पनि साह्रो पऱ्यो, सबै मै गर्नुपर्छ। खायो ओरे फ्याँके हिँड्यो यस्तै हो। गर्नु त परेन, अलिअलि त तपाईँ पनि गर्नु के वाक्कै लगाइ बसेको राम्रै सबै गर्नु र कसलाई वाक्कै लाउनु अब? अरू चाहिँ को छ र वाक्कै लाउनु यहाँनिर? ए गर्दिनँ म त। यो त गयो। अब हेर छोराछोरी चाहिँ यस्तो हुन्छ है, मान्छेहरूलाई चाहिँ छोराछोरी छ आश हुन्छ है। आमाहरूलाई बढेको कति दुःख गरेर बढाउँछ होइन, पढाउँछ। लास्टमा हेर्नुहोस् त अब लात्तालिङ्गै केही छैन अब सपोर्ट भन्ने कुरा चाहिँ। त्यही कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ नानीहरूलाई चाहिँ सानैदेखि पुरा एकदमसितले घरको काममा चाहिँ ट्रेनिङहरू गराउनुहोस्, घुम्नु नदिनुहोस् तपाईँहरूले।